हेलो गाइज, हामी चाहिँ होइन जङ्सन गढी गएको अरूपट्टि हाम्रो सिजल, भित्रपट्टि सुजल अनि आवाज आउँदैछ हो। यहाँ चाहिँ साह्रै उकालो रहेछ होइन। जस्ट बिगिनिङ अफ द ब्लग होइन। अझै यहाँ माथि पुग्नुपर्छ हामी। अब यता हाम्रो सुजल दाई हो। सिजल यता हेरिदिनुहोस् होइन। टुर गाइड हाम्रो आवाज च्यु चाहिँ गलेर बस्यो होइन। हामी चाहिँ यता हनुमान डाँडा होइन भन्दै दुई भाइ हामी चाहिँ हनुमान डाँडाको गाइस हेरिदिनुहोस् तपाईँहरू पनि होइन। अलिक छेउबाट हेरिदिनु होला, अलिक छेउबाट हेरिदिनुहोस् होला होइन। जुत्ता खोलेर जानु होला हौ, चप्ली। अब हामी चाहिँ यहाँ चप्ली खोलेर जान्छु होइन। गएर ढोकसोक गर्ने हो होइन। अब हेरिदिनुहोस् होला, क्या मजाको छ जग्गाहरू हो। एउटा फोटो पनि खिच्यो होइन। अब हामी चाहिँ ढोकसोक गऱ्यो होइन। अब हामी चाहिँ फेरि उता सिजलहरूकोपट्टि जानु आँटेको होइन। अझै हाम्रो त पुग्नु अझै टाढो छ, माथि पुग्नुपर्छ हो, टुप्पोमा पुग्नुपर्छ। यता टुप्पोमा पुग्नुपर्छ, त्यो डाँडा काट्नुपर्छ हो। हामीले चाहिँ अब हेर्दै जानुहोस् होला, ब्लगमा बस्नुहोस् होला होइन हाम्रो हामीसँगै। हामी चाहिँ फेरि वापस लाग्दिएको होइन। अब चौथामा गएर एकछिन बस्छु, पुरा गल्यो होइन उकालो हिँडेर हो। वापस जाउँ होला अब केटा हो है, एकछिन बसेर होइन। अब यहाँ हेर्नुहोस् होला, दुई भाइहरू बसिरहेछ हो। त आवाज यस, त सिजल यस होइन। गया मेरा दिल कहीं दूर पहाड़ों में खो गया। जङ्गलको आधी बाटोमा आइपुग्यो होइन। केटाहरू हल्का बिसाइरहेछ, गल्यो होला होइन। यता आवाज हो, यता सिजल होइन, यता सुजल हो। हल्का फोटोसोटो खिचेर बस्नुको होइन। अब हामीलाई अझै हिँड्नुपर्छ होइन यहाँबाट। यस्तो हामी चाहिँ यस्तो बाटोमा छु होइन। अब यहाँबाट चाहिँ हल्का तेर्सो रहेछ होइन। अब सिनहरू हेरिदिनुहोस् होला होइन। हामी चाहिँ तलभन्दा नि तल देख्नु हुँदैछ नि, त्यहाँ तलबाट आएको त्यो घरहरू, त्यहाँबाट आएको होइन। अब हेर्नुहोस् होला, हेरिदिनुहोस् होला। हामी चाहिँ होइन अब भर्खरै आइपुगेको हो। यस्तो छ बाटोहरू होइन। बाटो यस्तो छ देख्नुहोस् होला होइन। यी काँडा छ यो अगाडितिर, काँडाहरू हटाउँदै जानुपर्छ हामी होइन। बाटोहरू पनि राम्रो छैन हो। आज चाहिँ मजाको ट्रेकिङ भयो होइन। सबलाई गर्नु मन थियो, त्यही कारण भनेर आइदिएको होइन। अब भर्खर यस्तो जङ्गलबाट होइन हामी केही पिछलबाट सुचल पनि आउँदैछ हो, नानी जस्तो बिग बोकेर होइन। अब सरी गाइस होइन, द्याट इज नट ब्याग, द्याट इज ज्याकेट हो। सो अब हाम्रो अझै पुग्नु कति टाइम लाग्छ होला ब्रो? पानी पिउँदैन ब्रो कति 20 हामी त भर्खर 20% हिँड्यो होइन। अब 80% अझै बाँकी छ अरे होइन, केटाले भन्दैछ हो। अब आज चाहिँ हालत खराब हुन्छ होइन हाम्रो गाइस। अब खोज्यो त ब्रो। अब हाम्रो चाहिँ होइन यो लट्ठी छ, गुफा हेरिदिनुहोस् होला होइन। अझै हामी त्यस्तो छ हो होइन। अब हामी हिँड्दैछु हो। अब अझै हेरिदिनुहोस् होला होइन। डेन्जर छ बाटोहरू पनि होइन। झन्डै लडेन गाइस।
त यहाँबाट हेरी पोटरहरु भन्नु को कोले हेरेको म हेरेको नि ब्रो मैले हेरेको नि मैले हेरेको मेरो खिच्दैन ओरिजिनल हेरी पोटर त्यहाँदेखि भ्यू देखाइदेऊ न यस्तो गरेर भ्यू हेर्दै हेरिदिनुहोस् होला होइन त्यो ढुङ्गा देख्दो रहेछ यहाँबाट मेरो म्याजिकल वाल पनि हेरिदिनुहोस् होला तल ग्राउन्डको सिधा माथि पर्छ खोइ देखिँदैछ यहाँबाट ल गाइस अब चाहिँ हामी फेरि माथि चढ्दैछु होइन बसिरहेको छु नि हेरिदिनुहोस् होला भ्यूहरू हेरिदिनुहोस् होला होइन दामी छ भ्यू हामी त्यस्तो जङ्गलतिर छु होइन यहाँ छ ऊ गाइसहरूले ऊ हामी त ऊ परबाट आएको हो त्यो घर देख्नु हुँदैछ हामी त त्यहाँबाट आएको होइन अब अझै माथि हिँड्नु छ हो अझै अहिले हामीले हनुमान डाँडा देखाएको थियो तपाईँहरूलाई त्यही देख्छ होइन यस ब्रो अब हेरिदिनुहोस् होला बाटोहरू कस्तो छ होइन बाटोहरू हेरिदिनुहोस् होला रोड त्यो ग्राउन्ड चाहिँ देख्दैछ त्यसको माथि हेर हनुमान डाँडा कस्तो मजाले देखिँदैछ यहाँ भर्खर यहाँ कति 60% त चढिसक्यो हो यो कलाको हामी होइन यहाँ आवाज छ हो यहाँ सुजल बसिरहेछ हो त्यसको म्याजिकल वान लिएर हो हामी त अब फेरि हिँडेको होइन डेन्जर गलिसक्यो हो अब यस्तो कुरोहरू टालिसक्यो होइन लुगाहरू पनि मैला भइदिइसक्यो हो गाइस घरको त्यही डराउनु हुनुपर्ने रहेछ लुगा चाहिँ होइन होइन गाइस अब मैले त यहाँसम्म भग गरिदिएँ होइन अब मेरो साथीले गर्ने रहेछ होइन हल्का लु ल यसरी पक्रि सो हेलो गाइस हामी त माथि आइसक्यो अरू केही पनि दुखेन केही पनि भएन कि तर मुटु त मुखमै आइसक्यो होइन यता हेर्नुहोस् अब जाँदैछ ओह्रालो जङ्गलै जङ्गल छ गाइस जङ्गल ओह्रालो छ हेर्नुहोस् गाइस म त एकदम कस्तो भइसक्यो हेर लुगाहरू मैला भइदिइसकेर हो गाइस यस्तो ओह्रालो टाइपकोमा जानुपर्छ हिँड्नुपर्छ यस्तो जङ्गलै जङ्गल छ गाइस हामी चाहिँ होइन बाटो बिर्स्यो हो अब गाइस कता जाने हो हामी चाहिँ भन्नु त गाइस अब ओह्रालो भन्दैछु ओह्रालो अब त्यो त के गर्ने हो अब गाइस अब यो डन्डी जहाँ जान्छ त्यहीँ जानुपर्छ ल ल तल गयो लु गाइस होइन अब डन्टी तल गयो अब हामी त तल जाने हो होइन तल जाऊ केटा हो तल जाने होइन केटा हो म जाइदिन्छु ल लु ओके गाइस होइन अब तल यस्तो हामी चाहिँ होइन यस्तो जङ्गलको बाटोबाट आएको थियो हेरिदिनुहोस् होला होइन यस्तो जङ्गलको बाटोबाट आएको थियो होइन हामी अब भर्खर आइपुगेको जङ्गल होइन माथि अहिले डाँडा देखाएको थियो होइन मैले तपाईँहरूलाई त्यहाँ डाँडा आइपुग्यो हामी चाहिँ होइन अब एकछिन रेस्ट गर्ने हो केटाहरू होइन त्यहाँदेखि फेरि हिँड्ने हो अझै छ पुरा होइन ओब्रो छ होइन अझै रोडै रोड छ होइन अब अझै छ रोडै रोड होइन गल्छ त्यसमा पनि हिँड्दा त्यो सिधा बाटो हो त्यस्तोमा गल्दैन होइन अब हामी त यहाँ यस्तो आइपुगिसक्यो अब एकछिन बस्ने होला त्यहाँदेखि चाहिँ अब यस्तो हिँड्ने होला रेस्ट पनि गर्नु हुँदैन बेलुका घर पनि छिटो पुग्नुपर्छ हो राति त जङ्गलतिर डर हुन्छ होइन गाइस त्यही भनेर अब छिटो गएर होइन घुमेर चाहिँ छिटो निक्लिने होइन त्यहाँ गएर हल्का ब्लगहरू बनाउँछु हो अब त्यही कारण तपाईँहरू पनि बस्दिनुहोस् होला होइन मेरो साथीले बोलाउँछु सासु यहाँ हेर्नुहोस् होला हाम्रो पोलर बियर आयो भने चाहिँ अब हाम्रो पोलर बियरले सम्हाल्छ होइन हो अब त्यसै हामीले त्यस्तो सोचेर आएको हो हल्का दिलागी गर्दै होइन गलेको अब उयो हुन्छ कि भनेर होइन जतिकै गएको होइन केटाहरू तर खतरा भयो हिँडाइ चाहिँ खतरा होइन बेलुका निन्दा चाहिँ मजाको लाग्छ See this bro? गाइस मजा आयो It's okay. It's okay. 0.6मा गर्नै बिर्सेँ अब भयो नि 0.6मा होइन गाइस अब चाहिँ हामी चारजना त्यता ढिन्न सबलाई देखाउँछौँ गाइस मेरो यो जुत्ताको लेस किन खोलेको मलाई नि गाइस अब हामी चारजना होइन हिँड्छु अब बाटो यस्तो छ हेर्नुहोस् होला अब यो हाम्रो टुर गाइड चाहिँ यहाँ छ होइन टुर गाइड हो अपरेसन सक्सेसफुल गाइस होइन त्यति पुगिसकेर हुन्छ होइन त्यहाँदेखि त्यति बेला भनौँला अहिले त्यही ठिकै आधी जस्तो कम्प्लिटहरू भएको छ हो अब अझै पर्खिँदै गर्नुहोस् होला होइन हामी जहाँ गएको जग्गा त्यो जग्गा देखाउँला तपाईँहरूलाई होइन
गाइस अब त्यो इन्ड गरिदिएको होइन ब्लग मैले इन्ड गर्दा पनि अब एकछिनमा फेरि गर्छु हो वेट गरिदिनुहोस् होला गुगलमा अलिक बेसी पैसा गाइस हामी चाहिँ अब कुन चाहिँ गाउँ आइपुग्यो अरे कति रुपियाँ छ रिङमा हो गाइस कुन चाहिँ गाउँ आइपुग्यो अरे सिलगढी सिलगढी आइपुग्यो अन्त कति हाल्नुपर्छ हामीलाई भन न हो म तिम्रो नम्बर हालिदिन्छु हेर्नुहोस् होला ल म यहाँबाट गरौँ न है कता हेरिदिनुहोस् होला गाउँहरू होइन अब हामी त गाइस अब एकछिन दोकान जानु आँटेको होइन ओ त्यो डन्टीहरू छोडे भयो कसम्म उयो देखिँदैछ डन्टीहरू छोडेर होइन ओ पुरो टाल लेख्छ पछाडि टिप्दै त त्यो मैला मैला भइसक्यो जङ्गलबाट आएर दिस इज हाइकिङ ब्रो गाइस अब फर्के भने हाइकिङबाट आएर होइन हामी मैला मैला भइसक्यो गाइस गाइस अब हामी चाहिँ अब दोकान गएको होइन अब अलिक सामानहरू किन्नु हो अब बस्दिनुहोस् होला हामी चाहिँ होइन सिलगढी आइपुग्यो हो अब यहाँबाट तपाईँहरूलाई हल्का उयो देखाइदिन्छु होइन उयो हेरिदिनुहोस् होला अब यहाँबाट चाहिँ पाक्यम एयरपोर्ट होइन पाक्यम एयरपोर्ट हो पाक्यम एयरपोर्टको छेउमा त्यहाँ तल देख्नु पाक्यम एयरपोर्ट यता छ होइन साइडमा ग्याङटकहरू पनि छ हो हेर्नुहोस् होला भ्यूहरू चाहिँ होइन त्यस्तै छ अब यहाँ सबै देखिन्छ यो मजाको छ यो गाउँ पनि होइन राम्रो छ हो साथीहरू यहाँ हिँड्दैछ होइन यसो रुखहरू पनि हेरिदिनुहोस् होला होइन बाँदरहरू होइन गाइस हिँडिरहेछ हो रुखहरूतिर उफ्रिँदैछ हो गाइस अब हाम्रो जर्नी फेरि कन्टिन्यू होइन कन्टिन्यू गर्ने हो जर्नी हो त्यसपछि अब तपाईँहरू सुनि तपाईँहरूलाई पनि भन्ने हो कहाँ कहाँ गयो होइन गाडी खोला त अब अझै अब हेर्नुहोस् होला हामी कुन चाहिँ बाटो जान्छु अब हेरिदिनुहोस् होला हेरिदिनुहोस् न केटा हो ढोक्ने भयो ढोकिदिइहाल्यो बस यहाँ फुलको दामी होइन अब चाहिँ अब यहाँबाट तपाईँहरूलाई भ्यू देखाइदिन्छु भ्यू देखाइदिन्छु त्यहाँदेखि पछाडिदिनु भएन होइन भ्यू देखाइदिन्छु हो तपाईँहरू हेरिदिनुहोस् होला हेरिदिनुहोस् होला होइन अब तपाईँहरूलाई भ्यू देखाइदिन्छु हो म अब हेरिदिनुहोस् होला जग्गाहरू हेरिदिनुहोस् होला ब्रो यो के रङ्पू पेदुङ दिस पेदुङ हो गाइस के गरेको छोड्नै दिस पेदुङ होइन गाइस दिस ग्राउन्ड होइन हेरिदिनुहोस् होला यहाँबाट आर्मीको गाडीहरू पनि जाँदैछ होइन पुरा माथि त फगी लागिरहेछ होइन गाइस फेरि फर्किदिउँ होइन यस नभए त दामी भ्यू थियो नि यार ब्रो अब फेरि हामी त फर्किदिएको होइन आवाज प्लिज डोन्ट कम सेन्ट जोसेफ इफ यु गुल्टिङ आई एम अल्सो गुल्टिङ हो हिँड्छ माथि पत्थर चिप्लिन्छ ओइ 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 यसलाई ओइ नजानु पो कस्तो गुल्टिन्छ डर पो लाग्दैछ त देखिँदैछ एउटा गाइस हाम्रो पग्ला साथी हो यस्तो मोटो भएर त्यहाँ जाँदै सब गुल्ट्यो भन्दै हामीलाई हेब्बी साह्रो पर्छ ल्याउनु गुल्ट्यो भने सिधा पेडुङ हो त्यो कुन चाहिँ स्कुल पुग्छ अरे सेन्ट जोर्ज स्कुल पुग्छ अरे होइन अब चेरी गाइस दिस चेरी होइन हेरिदिनुहोस् होला हो चेरी होइन यहाँ पक्रेको छ हाम्रो एडभेन्चर गर्ने दाइले होइन दाइ होइन त म यार दाइ होइन भाइ अरे हो फेरि अब फेरि हामी ब्याक होइन ब्याक टु द वे होइन डोन्ट टच द्याट ब्रो इफ यु गुल्टिङ बाइक बोकेर लानु सक्दैन हामी घर पुला कसले बोक्ने हुन्छ यार ओह्रालोमा गुल्ट्यो भने त रड्डी हुन्छ त हेर्न कुद्दै गएको ढक भन्दै हो ब्रो पहिरो जाँच नगर्नु जस्तो है त्यही त हेर्नुहोस् होला जङ्गल छ यता चाहिँ होइन हेर्नुहोस् होला
आउँछ यहाँबाट उता बस सिधै रोड होइन त्यो गाडी कसको हो होइन ब्याट्री चाहिँ त्यो थाहा छैन हो हामी चाहिँ अब उतापट्टि अगाडिपट्टि जानुपर्ने है लगपट्टि थालिसक्यो छ साइडमा हाम्रो अवस्था साथी होइन अब यता चाहिँ यो लेखिदिएको छ हो हेरिदिनुहोस् होला डु नट लिटर हेरे हो होइन नेपालीबाट त हल्का त्यो नेपालीको त हल्का मलाई साह्रो पर्छ कि पढ्नु त्यही कारण नपढेको हो कचरा मत फ्याँक्न अरे हो द्याट इज हिन्दी ब्रो हिन्दी पनि छ नेपाली पनि छ मैला कुचोरा नफैलाइदिनुहोस् यस प्लिज अब हेरिदिनुहोस् होला हामी गएको बाटोहरू हो बाटोमा गएर एउटा भिडियो बनाइदिउँ न हाम्रो टुर गाइड चाहिँ त खतरा छ हौ जे होस् यो आवाजलाई घरिघरि के हुन्छ ब्रो अफरोड गर्ने सक्छु जस्तै साइकल चलाउनु सक्दिन्छु ब्रो म पनि सक्छु साइकल चलाउनु बाइक पनि सक्छ नि बाइक त हुन्छ नि ब्रो डट बाइकहरू है? डट बाइक चाहिँ आरामले हुन्छ नि त एक्सपल्स त्यो जिटी त घन्टा चढ्छ यहाँ त्यस्तो त जिटी थाक्छ नि थाक्छ नि ब्रो चिप्लिन्छ पनि नि अब त्यस्तो भारी चिप्ले हुन्छ बङ्गल हट्छ नि घन्टा कति चाहिँ खर्च लाग्छ चटनी हुन्छ होइन जितेर हाल्यो भने सक्छ जस्तो क्या मजाले पनि यदि पनि होइन भोइसै नदेखायो भने घर जाँदाखेरि पनि यत्तिकै ठुलो रस्ता हुन्छ भने त मजा हुन्छ अब यतिको भयो त यतिको चाहिँ पेदुङ गरेर एकदम मेन रोडबाट तर साह्रो पर्छ भोलि चाहिँ पुग्छ होला पेदुङबाट गाइस लु अलिकति स्टप गरिदिनु किनभने मेरो पुरा हात दुख्यो हो ओके के गर्ने अरे यो होइन हौ पहिलादेखिको हो यो के को मैला जस्तो लाइक पानीहरू परेर हुन्छ नि त्यति बेला जम्मेको लेप्चारको फ्ल्याग होइन लेट्स गो थ्याङ्क यू पनि भनिदिइहाल्यो के हो यो के भयो रानीको पानी खाने ठाउँ अरे रानीले पान कुटेर खाने जग्गा होइन ओ त उभि त झट त्यहाँबाट पुरो छ पढ्नुहोस् लेप्चा राजा हो कस्तो खालके दिउँसो अब बिहान यति दिउँसो चाहिँ अब मान्छे हुने होइन त्यहाँदेखिको बेलुका चाहिँ ऊ साँपमा बजिन्छ अरे नि त केसमा साँपमा साँप त्यहाँदेखि त्यति बेला उसले त्यो चाहिँ पावर पुरा पाउँदै थियो होइन त्यहाँदेखि अब उसको त्यो फुल आधी जिउ चाहिँ पुरै उसको भइसकेको थियो अरे अब लाइक अजम्बरी टाइपको होइन त्यहाँदेखि त्यो हुँदाखेरि चाहिँ बेलुका उसको आफ्नै सेनाहरूलाई हो उसले खान्थ्यो अरे नि त साँप भएर चाहिँ अन्त त्यो जति खायो त्यति उसलाई सकिने भनेको त त्यो डल्लै अब लाइक ढुङ्गाहरूको टाइपको बनिँदै थियो होइन त्यो चाहिँ डल्लै बन्यो भने चाहिँ यति बेला हामी हुन्थेन यहाँ भन्छौँ अन्त त्यो भएर चाहिँ पारिकाजी भन्ने चाहिँ तलबाट चाहिँ त्यो मारिदिएको पाडे काजीले चाहिँ उसलाई मारिदिएको उसलाई मारिदिएको लाइक बम राजालाई राजालाई चोपहरू त्यो राजालाई मारिदिएको हो ऊ चाहिँ कस्तो थियो अरे टाउको काट्यो होइन त्यति जोडिहाल्ने टाउको कस्तो को राजा दादा हेलो हजुर ल गाइस त्यही भएको सुन्नु होला कहानी होइन साथीले भनेको हो कस्तो गइहाल अगाडि जा ठेल्दै आउँछ यार पछाडिबाट हेलो अङ्कल आन्टी हजुर खाजा खाँदैन परै गएर पर पुग्न
लु गाइस छोडा म सबसे अगाडि हिँड्छु सुजल मेरो जुत्ताको मैला भइसक्यो जुत्ता सुजल होइन सुजल तु यहाँ हामी भ्लगहरू चल्दैछ होइन हुन्छ यस्तो राजाको नाम अनि त्यो सबैहरू लेखिदिएको छ हो यता पढिदिनुहोस् होला तल रम्फू खोला अब वालहरू होइन सबै के भएको यो ब्रो मौसमले भन्नु मौसम मतलब मान्छे मरेको मान्छे बनाएको बनिएको होइन यो वाल चाहिँ पछाडि देख्नु मौसमले चाहिँ तल खोलादेखिको हो यस्तो लाइनै बस्यो होइन पास गर्दै यसरी बनाएको अरे पास गर्दै बनाएको अरे होइन मौसमले हो अब अझै हामी तल जाँदैछु अहिले मोडर्न टाइममा बनाएको जस्तो नि त लाइक अब हामी यसरी बस्यो पास गर्थ्यो नि ढुङ्गा हो त्यसरी त तल खोलाबाट बसेर चाहिँ पास गरेर बनाएको अरे नानी त्यस्तो पनि होइन हौ म होइन हल्का हल्का टुर गाइड हो नि त टुर गाइड हो हाम्रो टुर गाइडले भन्दैछ होइन हल्का हल्का तपाईँहरूले पनि सुन्नुहुन्छ भने छेउको हो टुर गाइड फेरि बदमास छ हाम्रो यस कहाँनिर ब्रो न के भन्छु देखिरहन्छु हाम्रो गाइस हाम्रो साथीले तर्छु त्यो राजालाई देखिरहन्छ अरे हो हाम्रो मोटो भाइको भाषा पनि अलिक बुझ्न साह्रो छ होइन बुझ्न साह्रो छ होइन सुजल साह्रो छ नि हाम्रो ब्लगहरू झन्डै पछाडि त्यो पानी खाने रुजाहरू मलाई भन न म सट्ट भन्छु अन्त खोज्छु यता गयो धुन ल ल अहिले यहाँबाट गयो भने माथि भेट्छ त्यो उहिले के अरे घोडाले पानी खाने जग्गा यहाँबाट त्यो त मम्मी भन्यो र यहाँ माथि गयो भने घोडाले त्यो ओह्रालो गयो तल यहाँबाट माथि गयो भने त होइन घोडाले पानी खाने जग्गाहरू भेटिन्छ अरे हो अब हामी त अझै फर्स्ट यता ओह्रालो जाने अरे होइन तर म पनि कन्फर्म छैन हो के नभएर अब हाम्रो टुर गाइड पनि हल्का कम कम छ होइन यताबाट उता जान्छ अब त त्यो रानीको कुनै के छैन तल हजुर त्यही हेर्नु गएको कि तर म पनि कन्फ्युज भयो हो कि नभयो तल जस्तो लाग्यो रानीको खाना खाने ठाउँ नानी नहुने हजुर 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 उतातिर छ त्यो उयो घोडाले पानी खाने चाहिँ यता छ हजुर यो गाइस हेरिदिनुहोस् होला होइन ब्रो सुजलले गर्दा म भ्लग पचालिन्छु होला यार दुईपल्ट झन्डै लडिदियो कि क्यासा कति हुन्छ के हो भन न बाथरुम एरिया उयो रानी नहुने जग्गा अरे लु गाइस यहाँ चाहिँ अब रानी नहुने जग्गा होइन पर्खिनु अब हामी त्यहीँ जान्छु होइन तपाईँहरूलाई त्यहीँबाट देखाइदिन्छु छेउला होइन पानी आउँदैन सिजलले नआउँछ क्या ब्रो छैन रानी त छैन कोइन बाथरुम प्लेस होइन बाथिङ दिन बाथरुम भन्यो होइन ब्रो अन्त रानी नआउने जग्गा होइन ओह्रालो गएर त्यताबाट हेर्दा हुन्छ तर हामी चाहिँ माथिबाट गएको होइन गाडी हेरिदिनुहोस् होला है त्यो होइन गाइस रानी नआउने ठाउँ हो यो चाहिँ रानी नआउने ठाउँ हेऱ्यो हो गाइस कुवा जस्तो छ रहेछ होइन यहाँ तलपट्टि जान्छ क्या ब्रो पानी गएर होला पहिरो गएर चाहिँ पहिरो गएर त्यो माटोहरू दब्बेछ नि नआउनु चाहिँ तलपट्टि होला हो आइसेन गाइस अब मोटो दाइ आउनु छ यता होइन मोटो अब मासु लागिदिन्छु अलिकति अलिकति छोड्नु होइन अब हामी चाहिँ होइन लेखिरहेको छ तल चाहिँ के छ ब्रो सुजल ए सिजल तल के छ तल उयो नहुने जग्गा छ यहाँ चाहिँ पानी स्टोर गर्ने हेरौँ न अन्त जाउँ न यताबाट जानु यहाँ छ त बाटो के छ आउनु
चाहिँ हामी नुहाउने ठाउँ हेर्नु गएको होइन यो देखाइमा चाहिँ पानी त छ अलिअलि छ मैला पानी उम्रिँदैछ ब्रो उम्रिँदैछ पानी छ राम्रो पानी हो गाइस तर अलिअलि मात्रै आउँदैछ यो चाहिँ रानी नुहाउने ठाउँ अरे होइन गाइस अब हेरिदिनुहोस् होला पानीहरू पनि हल्का उम्रिँदैछ हो छुमा जाँदा हुन्छ त्यो रानी नुहाउने ठाउँ होइन पानीहरू पनि उम्रिँदैछ होइन उहाँ हेरिदिनुहोस् भित्र होइन पानी चाहिँ उम्रिँदैछ यहाँ भित्र बस्ने जग्गा पनि रहेछ होइन भयो भयो त्यहाँ हामी पछि आउँछु होइन ल पानी खानुहुने तपाईँ घोडाले पानी खाने ठाउँ हेर्नु गएको होस्टेल होइन नि रेन्ट पिजी हरू अलग अलग छ केटाहरू होइन अब सिधै तपाईँहरूलाई होइन घोडाले पानी खाने ठाउँ देखाउँछु होइन ल घोडाले पानी खाने ठाउँ अरे होइन यहाँ माथि पनि छ यहाँ पनि छ होइन यो त बदमास गरेको हो अब यहाँ माथिबाट पानी उम्रेर आउँथ्यो अरे होइन बगेर सट्ट आउँथ्यो अरे यहाँ आउँथ्यो अरे यहाँदेखि मात्रै घोडाले खान्थ्यो अरे हो त्यो माथि गएर देखाइदिउँ एकपल्ट होइन म त्यो पानी उम्रिँदो रहेछ होइन यहाँबाट त्यो उम्रेर हो होइन अब तलपट्टि हुन्थ्यो होइन तलपट्टि त्यो माथि घोडाले खान्थ्यो अरे पानी पानी खान्थ्यो घोडाले यहाँ चाहिँ अब ज्याउ 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 उयो अब चाहिँ हामी यहाँबाट चाहिँ अब मार्केटमा जस्तो लाग्यो यस ब्रो यहाँदेखिको चाहिँ अब जहाँ पुग्छ होइन जहाँ जे भेट्छ त्यही घुमिँदै जाने हो होइन सिधै घर पुग्ने हो अब चाहिँ होइन अब हिँडौँ होला होइन यस्तो एडभेन्चर भन्दामा एडभेन्चर पनि भयो होइन घुमाइ पनि भयो हो अब किनभने आज भोलि लास्ट दिन हो छुट्टीको पर्सिदिनको होइन फेरि हाम्रो कोर्स स्टार्ट हुन्छ चारैजनाको भाइहरूको होइन चारैजना केटाहरूको कोर्स स्टार्ट हो सँगै कोर्समा गर्छु हामी चाहिँ होइन त्यो भएर अब अहिले जाँदाखेरि पनि होइन एक दुईवटा ठाउँहरू छ तपाईँहरूलाई देखाइदिन्छु होइन म राम्रो ठाउँहरू छ अब त्यतातिर पनि अब घुम्नु गयो भने होइन सपोज पसिहाल्यो भने चाहिँ अब हामी पनि तपाईँहरूलाई घुमाइदिन्छु हो तपाईँहरू त्यो त्यहाँ बसेर हेरिदिनुहोस् होला होइन लु गाइस अब लु ल गाइस यहाँ चाहिँ हामी अब के नि हो यो फर्किदिएको होइन त्यो सानो खुट्टाको त्यो त उस रहेछ हौ त्यो के अरे जङ्गलमा छ नि त्यो त्यो बाख्राहरू जस्तो कुन चाहिँ हिरन यसको कपडा त मैले बुझ्दो जस्तो देखेँ त्यस्तो त हाम्रो अगाडि सिङ अब हामी चाहिँ अब होइन फर्किदिएको घर फर्किदिएको भनेको कहाँ कुन चाहिँ भ्यू पोइन्ट गएको अरे रमिथे भ्यू पोइन्ट गएको होइन रमिते भ्यू पोइन्ट गएको होइन हामी चाहिँ अब त्यहाँ गएर खाजा खाने होला केटाहरूले दाम भ्लगर पो रहेछ त बोलाइसक्यो भर्खर भेटेको दा पनि युट्युबर होइन सानो सर्ट आउट दालाई गरिदिउँला नि होइन के छ अब हामी रमिते भ्यू पोइन्ट गएर होइन तपाईँहरूलाई चाहिँ अब सिधै रमितेमा भेटौँला होइन लु गाइस अब यहीँ इन्ड हेलो गाइस होइन हामी चाहिँ अब के अरे अहिलेको जग्गा आइपुगेर चाहिँ अब हामी रमिते भ्यू पोइन्ट जाँदैछु होइन हेर्नु लागि हो हल्का होइन मिलाइदिउँ न होइन केटाकेटीहरू हुन्छ भन्दैछ हो हाम्रो हालत त खत्तम भइरहेको छ नि जङ्गल हिँडेर होइन सबै मैला भइदिइरहेछ हो गाइस अब अब यताको भ्यूहरू हेरिदिँदै जानुहोस् होला होइन अब अगाडि गएर अझै हामी देखाइदिन्छु हो हेरिदिनुहोस् होला होइन मजाको भ्यू छ होइन बाटोहरू मजाको बनाइदिएको छ हो 50 मिटर देखिदिनुहोस् होला अब हेर्नुहोस् होला 50 मिटर खालि छ अब रमिता भ्यू पोइन्ट होइन अब ब्रो गानाहरू बजाउँदैछ त हौ
गएर नाचिदिनुपर्छ होइन गाइस यो मान्छे छैन पिकनिक हामी जाने अनि टिकर खाइदिने होइन होला ब्रो तारा उता पर खाइदिनुपर्छ बरु पिकनिक चल्दै रहेछ होइन पिकनिकहरू चल्दै रहेछ हो अब त्यो हामी अब के गर्नु होइन त्यहीँ जानु पऱ्यो अब होइन हो पिकनिक के रहेछ बनाउनु किन बनाऊ नबनाऊ रोक्छ धेरै अघि त भ्यू पोइन्ट आइपुग्यो होइन केटाहरू केटाहरू छ होइन अब हामी होइन अब खाजा खाने हो हल्का हो केटो त निकाल्छ खाजा यहाँ चाहिँ यस्तो फगी लागिरहेको थियो भर्खरै लागेको पनि थिएन फगी होइन भर्खर आएको हामी बसेको थियो हेर्नु होला फगी आएको केही त देखेको छैन हेर्नु होला टपमा छु होइन हामी त हेरिदिनुहोस् होला यस्तो राम्रो जग्गामा चाहिँ अब एकदम मजा आइदिन्छ होइन के भन्नु हामी चाहिँ अब पानी पर्दैछ होइन हतार हतार लाग्दैछु हो अब चाहिँ हामी सिधै अब घर जाने हो होइन यो ब्लग चाहिँ अब लास्ट यहीँ इन्ड गरिदिएको हो हामीले अब हाम्रो केटाहरू फेरि आज होइन हल्का उयो भइरहेको छ हो त्यो पाइँदैछु होइन फेरि जे पाए त्यो होइन राम्रो भन्यो भने सबैलाई मजा आइरहेछ हो यहाँ जादु भइरहेछ यहाँ सेकेन्ड जादु होइन अब हामी चाहिँ यति पानीहरू पर्नु थाल्यो हो हतार हतार अब घर जाँदैछु होइन कुद्दै ला पक्रियो ल ब्रेकमा हाल न मलाई लास हिँड कहाँ खुकुरी देऊ मलाई यहाँ ल ल केटा हो अब पानी पर्छ होइन हामी हतार हतार जान्छु अब यहीँ एन्ड गर्छु घरमा गएर सिधै ब्लग गर्छु नि ल हेलो गाइस होइन हामी चाहिँ अब घर आइपुग्यो हो त्यो घरि गरिहाल्यो भन्दाखेरि सरी होइन तपाईँहरूलाई पनि अब हामी चाहिँ घर पुग्यो त्यो किन लाग्यो भने साह्रै जाडो भयो पुरा हुस्से मिस्टहरू पनि आउनु थाल्यो कि पुरा जाडो लाग्यो हो त्यही कारण होइन हाम्रो यहाँ पछि मोटो भाइ हिँड्दैछ हात पनि पऱ्यो यहाँ सुजल भाइ म बिचमा होइन यता सिजल हिँड्दैछ हो म अगाडि हो सिजल त छ होइन